तपाईहरुले पनि यसै गरेर पुरानो भन्दा पुरानो कन्ट्याक्ट डिलिट भएको कन्ट्याक्टलाई चाहिँ फेसबुकको थ्रुबाट सजिलैसँग हेर्न सक्नुहुन्छ। यो मैले यो नम्बरहरु चाहिँ 2010 देखि यता सेभ गरेको नम्बरहरु मेरो मोबाइलमा यहाँ फेसबुकको थ्रुबाट मैले हेरेको छु। तपाईहरुले पनि आफ्नो मोबाइलमा पुरानो भन्दा पुरानो डिलिट भएको कन्ट्याक्टहरु हेर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ सबैभन्दा पहिले चाहिँ तपाईले आफ्नो मोबाइलको फेसबुकलाई ओपन गर्नु होला। गरिसकेपछि तपाईले यहाँ तल त्यो नोटिफिकेसन भन्दा यता मेनु भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला। गरिसकेपछि तपाईले तल आउनु होला अनि यहाँ सेटिङ एन्ड प्राइभेसी भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला। गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ सेटिङ भन्ने अप्सन हैन, यसमा एकखेर क्लिक गर्नु होला। गरिसकेपछि यहाँ तपाईले माथि देख्न सक्नुहुन्छ यहाँ सर्च सेटिङ भन्ने अप्सन छ, यसमा एकखेर टाइप गर्नु होला। ट्याप गरिसकेपछि तपाईले अपलोड कन्ट्याक्ट नभए अपलोड मात्रै लेख्नु होला अनि यहाँ अपलोड कन्ट्याक्ट भन्ने अप्सन छ, यसमा एकखेर क्लिक गर्नु होला। गरिसकेपछि तपाईको फेसबुक आइडी देखाउँछ अनि तल मेसेन्जर भन्ने अप्सन छ अनि यसमा क्लिक गर्नु होला हैन। यो मेसेन्जर भन्नेमा एकखेर क्लिक गर्नु होला अनि त्यसपछि यो म्यानेज कन्ट्याक्ट भन्ने अप्सन छ, यसमा एकखेर क्लिक गर्नु होला। गर्ने बित्तिकै तपाईकोमा चाहिँ डिलिट भएको नम्बरहरु, पहिला सेभ भएको नम्बरहरु, सबै नम्बरहरु तपाईकोमा शो हुन्छ हैन। तपाईले जस्तै तपाईले 2010 8 हैन मा तपाईले फर्स्ट टाइम फेसबुक चलाउनु भएको थियो अनि त्यो बीचमा तपाईले मोबाइलहरु धेरै चेन्ज गर्नुभयो, त्यो मतलब भयो। तर फेसबुक चाहिँ तपाईले सेभ गरेको नम्बरहरु फेसबुकमा अटोमेटिक अपलोड भइरहेको हुन्छ। त्यही भएर तपाईले चाहिँ मोबाइल चेन्ज भयो भने नम्बर चाहिँ यहाँ अपलोड भइसकेको हुन्छ। तपाईले यसरी फेसबुकबाट नम्बर हेर्न सक्नुहुन्छ, पुरानो भन्दा पुरानो। तपाईले यो नम्बर हेर्नको लागि चाहिँ यो तल साइडमा यहाँ एउटा एरो छ, यसमा क्लिक गर्नु होला। गरिसकेपछि देख्न सक्नुहुन्छ यहाँ माथि नम्बर सो भयो। तपाईहरुले पनि यसरी नम्बर हेर्नु होला। यदि तपाईको यो थ्रुबाट भएन भने म तपाईहरुलाई अर्को भिडियो म कसरी कन्ट्याक्ट पुरानो भन्दा पुरानो नम्बरहरु कन्ट्याक्ट डिलिट भएको कन्ट्याक्टहरु कसरी हेर्ने भनेर म अर्को टपिकको भिडियो लिएर आउँछु। त्यसको लागि चाहिँ तपाईले भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नु होला। तपाईको यो थ्रुबाट भएन भने युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला। म अर्को भिडियो बनाउँछु र केही बुझ्नु भएन भने कमेन्ट गर्नु होला। हस्त धन्यवाद।